नगर बाबू नगर का गाड़ी कहाँ यही हो घर आन्टीको यहाँ घरती मात्रै छन् नि तपाईँ पनि घरती हो ए म पनि घरती नै हो घर वहाँ छेडकाड हो कहाँबाट ल्याउनु भयो अङ्कल कहाँबाट ल्याउनु भयो हजुर काउली पनि कहाँ हो अहिले तर बजार हो काउली पनि बजार हो हेलो नमस्कार सबैमा आई एम रिदम युट्युब च्यानलमा यहाँलाई हार्दिक स्वागत छ म यति बेला जाजरकोटको बारीकोट गाउँपालिकामा छु गाउँपालिकाको लिम्सादेखि झट्ट अगाडि हेर्दाखेरि चाहिँ रामी डाँडा के अरे शिल्पाचौरमा जाँदैछौँ हामी दुई भाइ छौँ हुँदै हुनुहुन्छ आजको चाहिँ हाम्रो शिल्पाचौरको यात्रा कस्तो रहन्छ हामी दुवै भाइ घरती हो अब यहाँ चाहिँ घरतीहरूको उद्गमस्थल अथवा यहाँ घरतीहरू बसोबास गरेको पुरानो बस्तीमा चाहिँ हामी जाँदैछौँ यहाँ चाहिँ हामी त्यहाँको सम्पूर्ण घरतीहरू प्लस चाहिँ त्यहाँको रहनसहन र त्यहाँको वातावरण लगायतका विषयवस्तुलाई हामी यो क्यामेरामा क्याप्चर गर्ने प्रयास गर्नेछौँ तबसम्मको लागि तपाईँ सम्पूर्णले यो भिडियो हेरेर साथ दिनुहुनेछ भन्ने आशा व्यक्त गरेको छु शुभ दिन रहोस् आजको जाजरकोटको बारीकोट गाउँपालिकाको स्पेसल रामी डाँडा भन्ने ठाउँ हो यो यहाँनिर चाहिँ एउटा प्रहरी चौकी छ हैन यो चाहिँ यहाँको प्रहरी चौकी हो हैन यहाँबाट चाहिँ यही ठाउँ हो रामी डाँडाको मेला लाग्ने ठाउँ चाहिँ यही हो हैन यहाँनिर चाहिँ बारीकोट गाउँपालिकाकै सबैभन्दा पुरानो विद्युत आयोजना छ यो यहाँनिरबाट देखिराख्नु भएको छ यहाँनिर यो यहाँको गाई गोरुहरू भैँसीहरू चढाउने ठाउँ पनि राम्रो रहेछ होइन लगत्तै यहाँनिर चाहिँ यो यसो घुमाउँदाखेरि क्यामेरा निकै नै रमाइलो ठाउँ छ यो होइन स्पेसल्ली यो यहाँनिर स्कुल छ यहाँनिर स्कुलनिर चाहिँ यो त्यो मेलाको दिनमा चाहिँ भलिबल खेल्ने रमाउने डाँडाभरि आनन्दसँग मेला बनाउने स्टलहरू राख्ने लगायतको यो ठाउँ छ एकदम यो निकै रमाइलो ठाउँ छ साथमा मेरो दाइहरू साथीहरू हुन्छ होइन म यति बेला रामी डाँडामा छु निकै नै राम्रो दृश्य देखिरहनु भएको छ सुन्दर भ्यू छ होइन यहाँनिरबाट हेर्दाखेरि चाहिँ माथि चाहिँ हिमाल छ हिमालहरू छ होइन टक्क
फेदमा टक्क परेको गाउँ छ है। निकै नै रमणीय दृश्य अब तपाईँहरूलाई म यहाँ देखाउँदैछु। बारीकोट गाउँपालिका आइसकेपछि एकपल्ट आउनै पर्ने ठाउँ देख्छु। खुसी लागिरहेको छ। आज यो खास गरी मेरो यात्रा चाहिँ रङरोगन किन गरेको छ मान्छेले भन्नु होइन। यहाँ चाहिँ म आज बारीकोट पहिलोपल्ट गएको अनि बारीकोट गाउँपालिकाको अध्यक्ष लगायतको टिमहरूले चाहिँ केही सम्मान सत्कार गर्नुभएको थियो। तपाईँहरूलाई चाहिँ म यहाँबाट देख्ने दृश्यहरू देखाउँछु। हिमालहरू छ माथि होइन। यो चाहिँ हिउँ परेको बेला चाहिँ यो माथिको यो हिमालहरू यो टन्नै यो हिमालहरू चाहिँ देखिन्छ मजाले। हिउँहरू देखिन्छ होइन। यहाँ पुरै चुचुरो टाइपको बनेर चाहिँ हिउँ बनेर आउँछ कि अब त्यो हामी आउँदै थियौँ बिचमा टक्क यो पछाडि चाहिँ एउटा यो पानी भन्दा पनि आग लागि भएको छ होइन। यस्तै छ प्रकृतिको यस्तै छ गाह्रो छ विषय है। हेलो साथीहरू, यति बेला हामी शिल्पाचौरमा छौँ। शिल्पाचौरमा छौँ। चाहिँ बारीकोट गाउँपालिकामा पर्छ। बस्ती छ जहाँ स्थायी बासिन्दाहरूको सबै मगर जनजातिहरू मात्रै हुनुहुन्छ होइन। त्यहाँबाट चाहिँ हामी केही पर अथवा हल्का माथि एउटा भिउ टावर भन्ने छ होइन। त्यो टावरमा हामी जाँदैछौँ। केही दाइहरू अगाडि हुनुहुन्छ, लगायत साथीहरूको चाहिँ हाम्रो टिम चाहिँ यो भिउ टावर अवलोकन गर्ने प्रयासमा छौँ। यहाँबाट देखिने मनमोहन दृश्यहरू यहाँहरूलाई देखाउनेछौँ। तबसम्मको लागि तपाईँले हामीलाई साथ सपोर्ट दिनुहुनेछ, सहयोग गर्नुहुनेछ, भिडियोलाई हेरिदिनुहुनेछ भन्ने कुरा अपेक्षा गरेको छु। यो गाउँ चाहिँ शिल्पाचौर हो, यो जहाँ एकीकृत बस्ती छ। यो बस्तीमा अधिकांश जनजाति समुदायका मान्छेहरू बस्नुहुन्छ। घरती र पुन मात्रै हुनुहुन्छ भन्ने सुन्नमा आएको छ। र यहाँका स्थायी बासिन्दाहरू चाहिँ के गर्दै हुनुहुन्छ लगायतको यावत विषयमा हामीले केही चर्चा परिचर्चा गर्नेछौँ। र यहाँहरू बिचमा यहाँहरूलाई बोलाएर अथवा उहाँहरूसँग बसेर केही कुरा पनि गर्नेछौँ। त्योभन्दा पहिला हामी योभन्दा अगाडि जाँदैछौँ। यहाँनिर माथि चाहिँ भिउ टावर छ। यसको अवलोकन गर्नेछौँ पहिला, अनि त्यसपछि हामी
सम्मत सारमसम्म केही भ्यूहरू लिनेछौँ। फाइनली साथीहरू म चाहिँ पुगिसकेको छु है। यहाँ मतलब यो पालिकाले मन्दिर बनाएको छ कि यहाँनिर, यो मन्दिर लिएर पुगिसकेको छु। उकालोमा लास्टै हिँड्न गाह्रो भयो। दाइहरू छ अगाडि यसो भएको छ, म चाहिँ पछाडि छु। यस्तो रहेछ मन्दिर यहाँको। म चाहिँ यसमा एक राउन्ड हाल्छु यताउता। उकालोमा हिँड्न नसकेर हैरान भएको छु। शीतलमै जानु पऱ्यो यार। म भित्र देखाउँछ के रहेछ यहाँ। हावा लागेर यहाँ चाहिँ के लेख्यो, शिलालेख रहेछ क्या यहाँनिर। गङ्गाराम घरती, दीपक घरती। तर यहाँ चाहिँ घरती मात्रै छ नि यार, सारा घरती मात्रै छ नि यार। यहाँ त यसो यहाँ घरती 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 एउटा थाहा रहेछ। घरती घरती पुल क्या हो त यार, यो घरती मात्रै छ नि त यार। यहाँ यस्तो रहेछ है। कसले चाहिँ टिकटक बनाउँदैछ, डाइरेक्सन गर्दैछ। अब डाइरेक्टर रामचन्द्र घरती हुनुहुन्छ भनेपछि यहाँ उहाँ चाहिँ मुख्य मोडल चाहिँ लोकेन्द्र सिंह हुनुहुन्छ। दुईजना क्लाइमेक्स यस्तो बनेछ, यस्तो बनेछ भिडियो बनाइदिनुहोस्। तपाईँको भित्रै मनबाटै आएको यो डाइरेक्सन। तपाईँ डाइरेक्सन गर्दाखेरि तपाईँ यस्ता धेरै पहिला गर्नुहुन्थ्यो के हो? पुष्पा 3 पनि तपाईँकै डाइरेक्सन भयो, देख्नुभयो नि गाइस। तपाईँले पनि हेर्नुभएको त्यो फिल्म? मैले गरेको गङ्गु छेत्रीवाला। ल है साथीहरू, यति बेला गुराँसहरू लटरम्मै फलेका छन् अनि हाम्रो यात्रा निरन्तर जारी रहेको छ। हामी यहाँ चाहिँ यहाँको वनजङ्गलसँग, चराचुरुङ्गीसँग, यो प्रकृतिसँग निकै व्यस्त रमाउने छौँ। आजको दिनमा हाम्रो एकजना साथी लोकेश सिंहजी ज्यू चाहिँ काफल खाँदै हुनुहुन्छ। तर काफल त खाँदै हुनुहुन्छ, तर केटाले टिप्याएको काफल त खाइन्न। दाइ दाइ, त्यो केटाले टिप्याएको काफल त खाइन्न होला, उहाँले टिप्याएको काफल। छोरीचेली भए हुन्थ्यो यार, न कि आफै टिपिन्छ के। केटाहरूको हात सुत्दै सुन्नु न कुरो। मैले तपाईँलाई एउटा भनौँ, त्यो बुढापाकाले भन्छन् क्या, कि चाहिँ छोरीचेलीले टिपेको काफल खानु अरे कि आफै ढुको चलेर काफल टिपेर खानु, त्यो केटाले टिपेको काफल नखानु अरे। सीमा दिमाग स्याल लाग्यो फेरि। यो रियल हो है, सत्य। यो बुढापाकाले भने कति बुढापाकाले सुन्नु भएको छैन होला। राम्रो छ यार। यहाँबाट देखिने गाउँ चाहिँ यो घरती गाउँ होइन, यो चाहिँ घरती गाउँ अरे। तर यहाँ चाहिँ घरतीहरू हुनुहुन्न अरे कि। तर घरती चाहिँ यहाँ छौँ हामी दुईवटा। यो हाम्रो यो टोलीहरू फोटो भिडियोको लागि पुरा रमाइल गरेर नाच्छ। के तरिका गुरु, तपाईँ त यार 65 वर्षको मान्छे के भयो यस्तो मर्ने बेला? यो के पोज गरे जस्तो तपाईँ? एउटा योगा छ होइन, अहिले खासमा उमेरले 65 वर्षको भयो पुगे पनि अहिले तपाईँले देखिरहनु भएको छ 30-35 वर्षको। किन भन्दा त्यो योगा अहिले मैले जुन गरेँ नि त्यो योगा हो। त्यस कारण त्यस गर्नुहोस् नि त, म जस्तै हुनुहुन्छ। एकचोटि 20 वर्ष कम देखिनुहुन्छ। हो नो, कस्तो राम्रो यार। औ घरि लाग्ने गर्छ, खाने के गर्नु, तिमी छैनौ भएर यो जवानी के गर्नु। आहा बनाउनु त कस्तो राम्रो त यार। काफल है, तपाईँ यार भुइँबाटै काफल टिपिदिनुहुन्छ यार गुरु। के हो खासै जादु? जादु खत्रै जादु रहेछ नि।
मेरो लस्कर्ने जादु भयो, भुइँबाट टिप्ने जादु भयो, अनेक खालका जादु रहेछ यार। तपाईँले मलाई सानो देखिसक्नु भयो तर म तन्किरहेको छु मनैदेखि त्यही भएर माथि फाइनल्ली साथीहरू हाम्रो टिम चाहिँ फर्किसकेको छ होइन। हामी चाहिँ माथि भ्यू टावरमा जाने भनेर तय गरेको यात्रा थियो। हाम्रो भ्यू टावर चाहिँ अलिक टाढा भएर हामी त्यहाँ बिचबाटै फर्किने एउटा मन्दिरतिरबाट। त्यहाँबाट रमणीय दृश्यहरू खिचेको छु, तपाईँले भिडियोमा अगाडि हेरिसक्नु भएको थियो होला। म अहिले फेरि पनि हो रमणीय शिल्पा चौर भन्ने गाउँमा छु, पुग्दैछु। अब चाहिँ यहाँनिर चाहिँ बजारसँग त्यहाँ गएर एकछिन बस्ने हो। त्यहाँको मगर बस्तीहरूसँग चाहिँ अलिकति टक्क लाएर रमणीय रमाइला गफहरू गरेर हामी चाहिँ यात्रा तयार गर्नेछौँ। साथमा मेरो दाइ पनि हुनुहुन्छ यता अगाडि। लगतै एकदम पुरा स्वर्गको एकदम अप्सरा भन्ने गीत छ, त्योभन्दा पनि झन् खतरा छ यो ठाउँ। के म त यार झन्नै क्यामेरा कुच्चिरहन्थ्यो यार मेरो त। तपाईँ पनि बात गर्नुहुन्छ यार। यो आदरणीय 2 दर्शक महानुभावहरू हुनुहुन्छ, मेरा भ्युवर्स हुनुहुन्छ अगाडि जाने, मेरो सब्सक्राइबर हुनुहुन्छ। गङ्गु छेत्रीको प्रचार गरिराख्नु भएको छ। के हो यो गङ्गु छेत्री भने? डाइरेक्ट सापलाई चाहिँ त्यसको खै यहाँ क्याप्चर भएको छ है फेरि। क्या हेलो सम्पूर्णमा नमस्कार छ। यति बेला म शिल्पा चौरमा छु। शिल्पा चौरमा हाम्रो यो घरतीहरू सम्पूर्ण घरतीहरू हुनुहुन्छ। हाम्रो यो घरतीहरूको यो उद्गम स्थल अथवा हामीहरूको यो वासस्थान भएको यो समग्र घरतीहरू बढी बस्ने ठाउँ छ यो शिल्पा चौरमा हो। म त्यहाँनिरबाट आएर यहाँहरू बिचमा एउटा भिडियो सम्प्रेषण गर्दैछु। यहाँको भ्यूको लागि चाहिँ मैले केही थान ड्रोनमा पनि केही सेट गरेको थिएँ, ड्रोनमा पनि भिडियो बनाएको छु। र तपाईँहरूलाई यो बाँकी भिडियो पुरै हेर्नको लागि चाहिँ मेरो युट्युब च्यानल आइएम रिदम युट्युब च्यानल फलो गर्नु होला। र बाँकी तपाईँहरूको साथ सपोर्टको लागि पनि मैले केही सहयोग गर्न सक्छु भने चाहिँ तपाईँहरूको गाउँमा ठाउँमा आएर पनि मैले यसरी भिडियो बनाउनु पर्छ भने पनि कमेन्ट गरिदिनु होला। तबसम्मको लागि तपाईँले हेरेर साथ दिनु होला। अनि हाम्रो सबै घरती म यो 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 के हो यो यो के गर्नुहुन्छ अहिले? बनाउनुहुन्छ? अनि धेरै बनाउनु भएको छ? आफूलाई गराउनु चाहिँ बेच्नुहुन्छ? के नाम हो तपाईँको? घरतिर। अनि तपाईँको नाम के हो? के थापा हुनुहुन्छ? नरजी थापा। अनि तपाईँको नाम? प्रसाद घरती। घरती। अनि हजुर बाजेको नाम के हो? डन्डे घरती। डन्डे घरती। कति वर्षका हुनुभयो? 75 वर्षको हुनुभयो। यहाँ कहीँ कुन समुदायको मान्छे बढी बस्छन् यहाँ? 5 सालको जन्म हो। तपाईँको कति छोरा छन्? छोराछोरी केही छैन? बिहा गर्नु भएन? तपाईँले बिहा गर्नु भएन? ए ल ल म चाहिँ नातिका पनि नाति भइकन म त भएको छु। ल ठिक छ, अब फेरि पनि आउँदै गरौँ ल है। ल हस्, ल बाई बाई।